हेलो एभ्रिवान। आज हामी चाहिँ एनिमल टिस्यु पढ्छौँ। एनिमल टिस्युबाट चाहिँ जुलोजीमा सीमा चाहिँ 4 मार्कको क्वेसन चाहिँ सोधिने गर्छ। सो एउटा च्याप्टरबाट चाहिँ 4 मार्क। सो सोचिहाल्नुहोस् कति इम्पोर्टेन्ट च्याप्टर हो यो। त्यति ठुलो पनि छैन, त्यति सानो पनि छैन, एकदम इजी छ। छोटोमा एकदम हामीहरू पढ्छौँ आज। अनि म ट्राई गर्छु चाहिँ तपाईँहरूको चाहिँ सबै डाउटहरू क्लियर गर्नको लागि। सो मेरो इन्ट्रोडक्सन चाहिँ छोड्नु अहिले। सो लेट्स फोकस अन स्टडी। सो सबभन्दा पहिला क्वेसन चाहिँ के सोध्छ भनेर म यहाँ चाहिँ एकदम टप टप लेभल क्वेसन भनेर हुन्छु जुन इक्जाममा चाहिँ सोधिने गर्छ है। किनभने इक्जामको अब टाइम पनि छैन, 1 हप्ता जति टाइम छ। सो सिधा टपिकमा जाउँ हामीहरू। सो सबभन्दा पहिला चाहिँ टर्म सोध्छ। एनिमल टिस्यु टर्म चाहिँ कसले दिएको हो? एनिमल टिस्यु टर्म चाहिँ बिच्याटले दिएको हो। ठिक छ। त्यसपछि टाइप्स अफ टिस्युज पढ्छौँ हामीहरू। सबभन्दा फर्स्ट टाइप चाहिँ हामी पढ्छौँ एपिथेलियल टिस्यु पढ्छौँ। एपिथेलियल टिस्युलाई हामी चाहिँ कभरिङ टिस्यु पनि भन्छौँ। कभरिङ टिस्यु किन भन्छौँ भने हामीले कुनै पनि अर्गन हुन्छ नि, ल मानव हाम्रो लिभर भयो, इसोफेगस, कुनै पनि अर्गन भयो भने त्यो अर्गनको माथि चाहिँ यस्तो कभर कभर गरेर बसिरहेको हुन्छ, प्रोटेक्सन दिएको हुन्छ। यसको फङ्सन पनि धेरै हुन्छ, सेक्रेसन हुन्छ, प्रोटेक्सन हुन्छ, त्यो चाहिँ धेरै फङ्सन हुन्छ। सो कभर गरेको कारणले यसलाई चाहिँ हामी कभरिङ टिस्यु भन्छौँ एपिथेलियल टिस्युलाई। ओरिजिनको कुरा गर्दा यो चाहिँ तिनटै लेयरबाट ओरिजिन भएको हुन्छ, एक्टोडर्म, मेजोडर्म एन्ड इन्डोडर्म। यो तिनटै लेयर चाहिँ क्वेसन एउटा अझै सोध्छ के भनेको इम्ब्रोमा, यो तिनटै लेयर चाहिँ डिफ्रेन्सिएट कुन स्टेजमा हुन्छ? त्यसो ग्यास्ट्रुलेसनमा हुन्छ, ग्यास्ट्रुलेसनमा हुन्छ यो तिनटै। ठिक छ। त्यसो एपिथेलियल चाहिँ तिनटै लेयरबाट डिफ्रेन्स भएको हो ओरिजिन। त्यसो एउटा क्वेसन के सोध्छ भनेको दुईटा जुन एपिथेलियल टिस्यु छ त्यसलाई जोइन केले गर्छ? त्यसलाई जोइन चाहिँ दुइटाले गर्ने हो, एउटा सेल जङ्सन या डेस्मोजोम। खासमा हुने भनेको 4वटा हुन्छ जङ्सन। हामीले 4वटा जङ्सन पढ्नुपर्छ जुन पछि हो, एमबिबिएसमा हो। अहिले चाहिँ सिम्पल याद मात्र राख। एउटा हुन्छ टाइट जङ्सन, एउटा हुन्छ ग्याप जङ्सन, एउटा हुन्छ एडेरेन्ट एडेरेन्ट जङ्सन, अनि एउटा हुन्छ चाहिँ तिम्रो डेस्मोजोम। डेस्मोजोम बुझ्यो? यो 4वटा चाहिँ हामीले जङ्सन पढ्नुपर्छ पछितिर। अहिले चाहिँ याद राख सिम्पल एपिथेलियल टिस्युलाई, दुईटा एपिथेलियल टिस्युलाई जोइन गर्ने चाहिँ या त डेस्मोजोम हुन्छ या त सेल जङ्सन हुन्छ। ठिक छ। डेस्मोजोमकै अर्को नाम चाहिँ सेल जङ्सन हो। यो पोर्सन चाहिँ हामी एकछिन पछि पढ्छौँ ल, यो टिपुलर र एल्भियोलर एकैछिन। त्यसपछि तिनवटा ग्ल्यान्ड हामी पढ्छौँ। सेक्रेसनको बेसिसमा हामी तिनवटा ग्ल्यान्ड पढ्छौँ। एउटा हुन्छ सेरस, एउटा हुन्छ म्युकस, अनि एउटा हुन्छ मिक्स। सेरस भनेको चाहिँ यस्तो ग्ल्यान्ड जसको सेक्रेसन चाहिँ वाटरी इन नेचर हुन्छ। ठिक छ। जस्तै कि सेलाइभा, हामी सेलाइभा हेरेछौँ, सेलाइभा वाटरी इन नेचर हुन्छ। त्यही भएर त्यसलाई हामी चाहिँ सेरस ग्ल्यान्ड भन्छौँ। सेलाइभा निकाल्ने चाहिँ कुन ग्ल्यान्ड हो? अब हाम्रो सेलिभरी ग्ल्यान्ड पनि 3 किसिमको हुन्छ, सब चाहिँ हुँदैन, 3 किसिमको हुन्छ। एउटा हुन्छ प्यारोटिड, सबलिङ्गुअल अनि सबम्यान्डिबुलर हुन्छ। ठिक छ। 3 किसिमको हाम्रो सेलिभरी ग्ल्यान्ड मिल्छ। जुन मध्ये चाहिँ हाम्रो प्यारोटिड ग्ल्यान्ड चाहिँ म्युकस ग्ल्यान्ड हो। ठिक छ। अर्को चाहिँ हाम्रो स्वेट ग्ल्यान्ड, हाम्रो जुन पसिना आउँछ त्यो पनि पानी पानी जस्तो हुन्छ कि नै हो। सो हाम्रो स्वेट ग्ल्यान्ड पनि म्युकस ग्ल्यान्ड भयो, प्यारोटिड पनि भयो। अनि अर्को चाहिँ पेनक्रियाज याद राख्ने गर्नुहोस्, पेनक्रियाज पनि म्युकस ग्ल्यान्ड नै हो। ठिक छ। अर्को चाहिँ म्युकस ग्ल्यान्डमा हामी आउँ। म्युकस ग्ल्यान्ड भनेको के हो? जसले चाहिँ म्युकस प्रोडक्सन गर्छ। म्युकस खासमा के हो भने नि, म्युकसले प्रोटेक्सन, कुनै पनि कुरालाई प्रोटेक्सन या फिर लुब्रिकेन्टको काम चाहिँ गर्ने गर्छ। ठिक छ। इक्जाम्पल, यसको सबभन्दा मेन इक्जाम्पल इक्जाममा सोधिने चाहिँ गब्लेट सेल हो। यसको बाहेक पनि छ। यसको बाहेक के हो? ब्रुनर्स ग्ल्यान्ड, डुडेन्डामा मिल्छ हाम्रो, ब्रुनर्स ग्ल्यान्ड भयो। ठिक छ। गब्लेट सेल भयो, इसोफेगसमा मिल्छ। ठिक छ। यो सब भयो। गब्लेट सेल कहाँ मिल्छ? रेस्पाइरेटरी ट्र्याक्टमा मिल्छ, रेस्पाइरेटरी ट्र्याक्टमा मिल्छ गब्लेट। ठिक छ। एउटा हुन्छ चाहिँ मिक्स। मिक्स भनेको यो दुवैको मिक्सचर हो क्या यो। मिक्स भनेको सेरस पनि, त्यसले चाहिँ सेरस पनि निकाल्छ, म्युकस पनि निकाल्छ। सेक्रेट बोथ सेरस एन्ड म्युकस। इक्जाम्पल चाहिँ सबम्यान्डिबुलर भयो। सबम्यान्डिबुलर चाहिँ मिक्स हो। अब तिमी सोध्छौ कि दाइ प्यारोटिड भन्नुभयो, सबम्यान्डिबुलर भन्नुभयो, सबलिङ्गुअल के हो? सबलिङ्गुअल यहाँ चाहिँ छुट्यो है, सबलिङ्गुअल म्युकसमा पर्छ, सबलिङ्गुअल। ठिक छ। त्यसपछि इपिथेलियल टिस्युहरूको टाइप्स पढ्छौँ अनि उसको लोकेसन हामीहरू पढ्छौँ अहिले। त्यो टाइप्सको कुरा गर्दा सबभन्दा पहिला चाहिँ स्क्वामस हुन्छ। एउटा स्क्वामस भयो,
ल यहाँ टाइप्स लेखौँ न त स्क्वामस त्यसपछि कलुमनार त्यसपछि क्युबोइडल भयो यो चाहिँ टाइप्स हुन्छ तीनटा अनि एउटा लास्टमा चाहिँ ट्रान्जिसनल हुन्छ त्यसको छोडौँ त्यसको पछि पढ्ने यो तीनटैको चाहिँ दुई दुईवटा हुन्छ सिम्पल कम्पाउन्ड यसको पनि सिम्पल कम्पाउन्ड यसको पनि चाहिँ सिम्पल र कम्पाउन्ड ठिक छ हामी सबभन्दा पहिला तीनटैको सिम्पल सिम्पल पढ्छौँ ल स्क्वामसको कुरा गर्दा उसको सिम्पल स्क्वामसको सेप चाहिँ सोधेर हुन्छ हरेकको चाहिँ सेप हुन्छ यो स्क्वामसको चाहिँ सेप तिम्रो हुन्छ फ्ल्याट प्लेट लाइक सेप हुन्छ फ्ल्याट प्लेट लाइक सेप स्क्वामसको भयो कलुमनार नामै हो कलुमनार भनेको कलम जस्तो हुन्छ लामो लामो हुन्छ यस्तो ठिक छ क्युबोइडल सेपकै हुन्छ क्युबोइड सेपको हुन्छ क्युबोइड सेप भनेको सबै साइड चाहिँ इक्वल हुन्छ बुझ्यौ अनि यो फ्ल्याट प्लेट जुन छ नि यो सिम्पल स्क्वामस यो फ्ल्याट प्लेट यस्तो भएको बसेर हुन्छ कि त्यसले चाहिँ हेर्दा चाहिँ टाइल जस्तो एपियरेन्स दिन्छ टाइल जस्तो हेर्छ टाइल जस्तो त्यही भएर यसको नाम चाहिँ पेभमेन्ट इपिथेलियम पनि भन्छौँ हामी सिम्पल स्क्वामसलाई ठिक छ सिम्पल भनेको के हो सिम्पल भनेको चाहिँ एउटा लेयरमा चाहिँ बस्दै गर्ने मान 5वटा सेल छ एउटा दुईटा तीनटा चारटा पाँचटा यो चारवटा चाहिँ एउटै बेसमेन्टमा रेस्ट गरिरहेछ एउटा यो लेयर भयो बेसमेन्ट एउटै चाहिँ लेयरमा बसिरहेछ यस्तो उटपटाङ चाहिँ बसिरहेको छैन एउटा लेयरमा बसेकोले हामीलाई सिम्पल भन्यो ठिक छ यसको मेन फङ्सन के हो सिम्पल स्क्वामसको मेन फङ्सन चाहिँ डिफ्युजन हो ठिक छ डिफ्युजन भनेको के हो डिफ्युजन भनेको कुनै कुरा पनि डिफ्युज हुनु हो जस्तै एयर हुन्छ तिम्रो लङ्समा चाहिँ एयर जान्छ एल्भेलीमा जान्छ एल्भेलीबाट चाहिँ ब्लडमा हुन्छ नि डिफ्युजन त्यो डिफ्युजन हो ठिक छ त्यसपछि धेरै कुराको डिफ्युजन हुन्छ तिम्रो सल्युटको हुन्छ सल्भेन्टको हुन्छ सेल मेम्ब्रेनमा तिमीले पढ्यो होला डिफ्युजन भनेको त्यो डिफ्युजन मेन फङ्सन चाहिँ सिम्पल स्क्वामसको हुन्छ कहाँ मिल्छ लोकेसन पढ्यो भने इन्डोकार्डियममा मिल्छ इन्डोथेलियममा मिल्छ प्ल्युरामा मिल्छ पेरिकार्डियममा मिल्छ पेरिटोनियममा मिल्छ एल्भियोलाईमा मिल्छ डिसेन्डिङ लुप अफ हेन्लीमा मिल्छ र बोमेन्स क्याप्सुलमा मिल्छ इन्डोकार्डियम भनेको हार्टको कभरिङ हो इन्डोथेलियम भनेको ब्लड भेसल्सको कभरिङ हो प्ल्युरा भनेको लङ्सको कभरिङ हो पेरिकार्डियम भनेको हार्टको चाहिँ 3टा लेयर हुन्छ पेरिकार्डियम यस्तो हुन्छ यो हार्ट भयो यसको 3टा लेयर पेरिकार्डियम मायोकार्डियम र इन्डोकार्डियम पेरी भनेको बाहिर इन्डो भनेको भित्र बिचको भएको मायोकार्डियम त्यसो भए कुन इन्डोकार्डियम बाहिरको र भित्रको चाहिँ मिलिरहेछ सिम्पल स्क्वामसमा इन्डोकार्डियम र पेरिकार्डियम पेरिटोनियम भनेको जुन भिसरल अर्गन हुन्छ नि त्यसलाई चाहिँ कभर गरेको हुन्छ कि पेरिटोनियमले एल्भियोलाई भनेको थाहै छ लङ्समा मिल्छ फङ्सनल पार्ट अफ द एल्भियोलाई भनेको फङ्सनल पार्ट अफ द लङ्स भनेको एल्भियोलाई हो डिसेन्डिङ लुप अफ हेन्ली भयो र बोमेन्स क्याप्सुल भयो ठिक छ निमोनिस याद गर्ने तरिका 3p2e भाइ याद गर न 3p2e भाइ 3टा पी लेखेको याद गर्ने प्ल्युरा पेरिटोनियम र पेरिकार्डियम 2e लेखे याद गर्ने इन्डोकार्डियम र इन्डोथेलियम याद गर्ने बीले बोमेन्स क्याप्सुल याद गर्ने एचले लुप अफ हेन्ली कुन लुप अफ हेन्ली डिसेन्डिङ एले एल्भियोलाई याद गर्ने हो भयो यति हो अब सिम्पल क्युबोइडलमा आउँ सिम्पल भनेको मैले के भनेको थिएँ एउटा लेयरमा रेस्ट गर्छ यो लेयरको नाम के हो बेसमेन्ट मेम्ब्रेन नाम हो यस्तो लेयरमा यस्तो बसिरहेको हुन्छ सिङ्गल लेयरमा बसिरहेको हुन्छ कि त्यही भएर यसलाई चाहिँ सिम्पल भन्यो किबोर्ड भनेको यसको सेप चाहिँ किबोर्ड सेपको हुन्छ त्यही भएर ठिक छ यसको लोकेसन चाहिँ सोध्छ लोकेसन कहाँ मिल्छ सिम्पल किबोर्ड याद गर्न जति पनि ग्ल्यान्ड्स र डक्ट्सहरू छन् नि सबै होइन कि मोस्टली अहिले अझै पनि आउँछ मोस्टली चाहिँ ग्ल्यान्ड्स र डक्टहरूमा पाउँछ सिम्पल किबोर्डल ठिक छ क्वेसन सोध्यो एक्जाममा ग्ल्यान्ड्स र डक्ट्समा कुन पाउँछ भने सिम्पल किबोर्डल पाउँछ ठिक छ अर्को चाहिँ कहाँ सोध्छ र ग्ल्यान्ड्समा त थ्यारोटोलिन पढिहाल्यो अर्को चाहिँ कहाँ पाउँछ अर्को चाहिँ पिसिटीमा पाउँछ प्रोक्सिमल कन्भोल्युटेड ट्युबुल्समा पाउँछ पिसिटीमा पाउँछ त्यसपछि सिम्पल किबोर्डलको अर्को नाम चाहिँ जर्मिनल एपिथेलियम पनि हो जर्मिनल भनेको के हो जर्मिनल भनेको जर्म सेल हो जर्म सेलको अर्को नाम सेक्स सेल पनि भन्छ हामी ठिक छ त जर्मिनल सेलमा यसलाई चाहिँ जर्मिनल सेल भन्छ किनभने यसले चाहिँ यो चाहिँ सेमिनिफेरस ट्युबुलमा पनि पाउँछ अनि ओभेरियन फोलिकलमा पनि पाउँछ सिम्पल किबोर्डल बुझ्यौ सेमिनिफेरस ट्युबुल भनेको मेलको हो सिमेन निकाल्ने ठिक छ ओभेरियन फोलिकल भनेको थाहै छ ओभेरियन फोलिकल ल त्यसपछि सिम्पल कलुमनारमा हो सिम्पल कलुमनार भनेको सिम्पल भनेको के भनेको मैले सिम्पल भनेको एउटा लेयरमा बसिरहेको हुन्छ कलुमनार भनेको कलम जस्तो हुन्छ यस्तो ठुलो 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 हुन्छ ठिक छ यसमा चाहिँ दुईटा हामी पढ्छौँ सिम्पल कलुमनार एउटा हुन्छ सिलिएटेड एउटा हुन्छ नन सिलिएटेड बुझ्यो
पहिला हामी चाहिँ नन सिलेटेडको बारेमा कुरा गरौँ। नन सिलेटेड भनेको जहाँ चाहिँ अब यो कलुमनार जुन हुन्छ नि यसमा यस्तो 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 सिलिया हुन्छ के कपाल जस्तो यस्तो यस्तो। यो सिलिया यदि भयो भने सिलेटेड भन्छौँ, सिलिया भएन भने नन सिलेटेड भन्छ। सिलिएटेड नन सिलेटेड कुरा गरौँ। नन सिलेटेडको अर्को नाम चाहिँ के हो? ब्रस बोर्डर एपिथेलियम भन्छौँ हामी। ब्रस बोर्डर एपिथेलियम। यो ब्रस बोर्डर एपिथेलियमको एउटा मेन फङ्सन सोध्ने गर्छ एब्जर्प्सन हो है, एब्जर्प्सन। ठिक छ, एब्जर्प्सन हो। कहाँ कहाँ मिल्छ हेर, काम जस्तो नाम त्यस्तो काम। एब्जर्प्सन हो, कहाँ कहाँ एब्जर्प्सन हुन्छ? डाइजेस्टिभ ग्ल्यान्डहरू भयो, इन्टेस्टाइन दुवै स्मल र लार्ज, त्यसपछि ग्याल ब्ल्याडर भयो, स्टोमक भयो। हेर त सब हो कि नै यो डाइजेस्टिभ गर्ने पार्ट्सहरू। ठिक छ कि नै? डाइजेस्टिभ पार्टहरू हो कि नै? त्यसो भए निमोनिस याद गर, डिआइजी सर भनेर। डीले डाइजेस्टिभ ग्ल्यान्ड भयो, आईले इन्टेस्टाइन भयो, जी से ग्याल ब्ल्याडर भयो, सरको यसले चाहिँ स्टोमक भयो। ठिक छ। त नन सिलेटेड सिम्पल कलुमनार कहाँ मिल्यो? डिआइजी सरमा मिल्यो। अर्को नाम चाहिँ के हो? ब्रस बोर्डर एपिथेलियम हो। ल सिम्पल कलुमनार अब सिलेटेडमा आउँ। सिलिएटेडमा भनेको कहाँ कहाँ मिल्छ? सिलेट भनेको मैले के भन्नु थिएँ, यहाँ सिलिया पायो भने सिलिएटेड हो, पाएन भने नन सिलिएटेड हो। मतलब कि यसमा सिलिया मिलिरहेछ, कलुमनारको माथि यस्तो यस्तो सिलिया बसिरहेछ। अब यो सिलियाको चाहिँ काम चाहिँ के हो भनेको, सिलियाको काम चाहिँ प्युरिफिकेसन पनि हो। जस्तै कि हाम्रो नाकमा, ल हाम्रो नाकमा चाहिँ धेरै हेयरहरू हुन्छ, हेयर यस्तो यस्तो नाकमा हेयर हुन्छ कि नै। अब हामी चाहिँ एयर लिन्छौँ, एयरमा मात्र अक्सिजन र नाइट्रोजन त हुँदैन नि, सब मतलब खाली ग्यास त हुँदैन नि, डस्ट पार्टिकलहरू पनि धेरै हुन्छ। त्यो डस्ट पार्टिकलहरूलाई प्युरिफाई गर्नको लागि पनि हाम्रो नाकमा कपालहरू हुन्छ कि नै। त्यो कपाल भएको पनि रिजन हो कि त्यो डस्ट पार्टिकलहरू प्युरिफाई गर्छ। ठिक छ। त्यस्तै नै यो सिलिया पनि प्युरिफिकेसनकै काम गर्छ के, बुझ्यो? फिल्टरको काम गर्छ। फिल्टरको पनि काम गर्छ, त्यसपछि मुभमेन्टको पनि काम गर्छ के सिलिया। सिलिया मुभमेन्टमा पनि हेल्प गर्छ, बुझ्यौ? धेरै काम हुन्छ, थुप्रै काम हुन्छ सिलियाको। एब्जर्प्सन पनि हुन्छ सिलियाको काम। ठिक छ। त्यसपछि एरिया बढाउने हो, एरिया बढाउँछ एब्जर्प्सनको लागि, त्यो पनि हुन्छ। त्यसो भए सिम्पल कलुमनार सिलेटेड कहाँ कहाँ मिल्छ? ओबी डक्टमा मिल्छ। ओबी डक्टको अर्को नाम नै फ्यालोपियन ट्युब हो। ठिक छ। ओबी डक्टको अर्को नाम फ्यालोपियन ट्युब हो। अब फ्यालोपियन ट्युबमा किन मिल्छ भनेर, फ्यालोपियन ट्युबमा ल फ्यालोपियन ट्युब यस्तो हुन्छ, यस्तो। ए मलाई फिगर चाहिँ त्यस्तो भएन यार, त्यो गर। मानौँ चाहिँ यहाँ तिमीहरूको चाहिँ यो युटेरस हो, यहाँबाट चाहिँ स्पर्म आयो, यहाँ आयो। अब यहाँ चाहिँ यहाँसम्म जानु पर्यो नि, यसलाई चल्नको लागि त केही चाहियो, त्यही भएर यहाँ सिलिएटेड हुन्छ कि यसलाई, यसको मुभमेन्टमा चाहिँ हेल्प गरेर हुन्छ यहाँदेखि यहाँसम्म। किनभने फर्टिलाइजेसन चाहिँ एम्पुलामा भएर हुने हो नि, एम्पुलामा फर्टिलाइजेसन हुन्छ, त्यही भएर यो भयो ओभिडक्टर फ्यालोपियन ट्युब सिलेटेड। अर्को कहाँ पाउँछ? अर्को पाउँछ अप्पर स्पाइडी ट्र्याक। मैले भने कि नै नाकमा हाम्रो कपाल हुन्छ त्यस्तै नै। अब हामी हावा एयर त लिन्छौँ, अब त्यसलाई लङ्ससम्म पुर्याउनको लागि प्युरिफिकेसन त चाहियो नि। हामी केही डस्ट पार्टिकलहरू लिइहाल्यो भने हाम्रो लङ्समा त गएर ब्लकेज गर्छ, त्यसले खराबी गर्छ। त्यही भएर त्यहाँ चाहिँ सिलेटेड पाउने हो के अप्पर स्पाइडी ट्र्याक्ट। खास इक्जाम्पल के हो भनेको अप्पर स्पाइडी ट्र्याक्टको ट्र्याकिया भनेको, ट्र्याकियामा मिल्छ। ल त्यसपछि अब स्ट्राटिफाइडमा हो भनेर। स्ट्राटिफाइड भनेको कम्पाउन्ड जस्तै हो, जस्तो सिम्पल थियो नि, सिम्पलको उल्टा के हुन्छ कम्पाउन्ड। कम्पाउन्ड भनेको जस्तै सिम्पलहरू एउटा लेयरमा यसरी बसिरहेको थियो कि, एउटै लेयरमा थियो। स्ट्राटिफाइड भनेको 1 to 2 मोर लेयर हुन्छ, दुईटा या फिर दुईभन्दा धेरै यस्तो लेयरहरूमा बसिरहेको हुन्छ। सिम्पलमा के थियो, यो लेयरहरू मात्र थियो कि एउटा लेयरमा चाहिँ मात्र बसिरहेको थियो। स्ट्राटिफाइड भनेको एकभन्दा धेरै लेयरमा बस्छ क्या सेलहरू, एक आपसमा यसरी यसरी दुई तला तिन तला मिलाएर बनाइरहेको हुन्छ कि। त्यसमा स्ट्राटिफाइड स्क्वामसमा हामी दुईटा पढ्छौँ कि। अब एउटा हुन्छ नन केराटिनाइज, एउटा हुन्छ केराटिनाइज। ठिक छ। केराटिनाइज भनेको यसको जुन यस्तो स्क्वामस, ल यो स्क्वामस भयो, यस्तो भयो, ल स्ट्राटिफाइड भयो। यसको माथि चाहिँ केराटिनको लेयर पायो भने केराटिनाइज भन्छौँ, केराटिनको लेयर पाएन भने नन केराटिनाइज भन्छौँ हामीहरू। ठिक छ। नन केराटिनाइज चाहिँ कहाँ मिल्छ? यसको सबभन्दा मिल्ने चाहिँ माउथ हो, इसोफेगस हो, इपिग्लोटिस, टङ, फ्यारिङ्स, भेजाइना, एनल क्यानल र कर्नियामा मिल्छ। ल भयो। यसको चाहिँ निमोनिस चाहिँ के हो? निमोनिस हो तिम्रो एमओई टिप्स भन, एमओई टिप्स भन। एमले माउथ, ओले इसोफेगस, ईले इपिग्लोटिस, टीले ट्र्याक टङ, पीले फ्यारिङ्स, वीले भेजाइना, एनल क्यानल, अनि एउटा चाहिँ लास्टमा चाहिँ यो याद गर कर्निया। ठिक छ।
एउटा चाहिँ सुते यो जुन सिलिएटेड जुन हुन्छ नि सिलिएटेड यो इपेन्डाइमामा पनि मिल्छ इपेन्डाइमा के हो इपेन्डाइमा चाहिँ खासमा ब्रेनमा मिल्छ ब्रेनको जुन भेन्ट्रिकल हुन्छ नि भेन्ट्रिकल त्यो भेन्ट्रिकलमा लाइनिङ एउटा सेल हुन्छ भेन्ट्रिकलको सेल हुन्छ यस्तो यस्तो सेलहरू हुन्छ त्यो सेलको नाम चाहिँ इपेन्डाइमा हो इपेन्डाइमाको काम के हो इपेन्डाइमाको काम हो सिएसएफ बनाउने ठिक छ खासमा सिएसएफ भन्छ भेन्ट्रिकलमा तर भेन्ट्रिकलको एउटा खास सेल हुन्छ लाइनिङ सेल जसलाई हामी इपेन्डाइमा भन्छौँ इपेन्डाइमाले चाहिँ सिएसएफ बनाउँछ बुझ्यो इपेन्डाइमा कहाँ मिल्यो लाइनिङ अफ द भेन्ट्रिकल अफ द सरी हर्ट होइन है यहाँ ब्रेन लेख ब्रेन भयो त्यसपछि ल नन केराटाइज हामी पढ्यो अब केराटिनाइजमा आउँ न अब केराटिन भनेको तिमीहरू के बुझ्छौ सिम्पल भाषामा केराटिन भनेको के बुझ्छौ केराटिन भनेको हाम्रो जुन छालामा स्किनमा पाउने हो त्यही त हो नि केराटिन जति केराटिन मिल्यो त्यति कालो भयो हान्छ हो कि होइन त्यसपछि त्यही हो कहाँ मिल्छ स्किनमा मिल्छ ठिक छ बक्कल क्याभिटीमा लाइनिङमा मिल्छ ठिक छ यो चाहिँ माउथ थियो है यो बक्कल क्याभिटीको लाइनिङ हो यो मुखको क्याभिटी बक्कल क्याभिटीको लाइनिङमा मिल्यो र स्किनमा मिल्यो ल अब स्ट्राटिफाइड क्युबोइडल भनेको हामी सिम्पल क्युबोइडल चाहिँ ग्ल्यान्ड्स एन्ड डक्ट पढेको थियो कि नै त्यसमा पनि कुन ग्ल्यान्ड थियो थाइरोइड ग्ल्यान्ड थियो थाइरोइड ग्ल्यान्ड स्ट्राटिफाइड क्युबोइडल चाहिँ यो पनि ग्ल्यान्डमै मिल्ने हो तर यसको अर्को ग्ल्यान्ड छ कुन ग्ल्यान्ड एउटा मेमोरी ग्ल्यान्ड याद राख एउटा चाहिँ स्वेट ग्ल्यान्ड याद राख ठिक छ इक्जाममा क्वेसन सोध्यो कि कुन एपिथेलियमले विच लाइन ग्ल्यान्ड्स एन्ड डक्ट्स अप्सनमा दुवै छ सिम्पल क्युबोइडल पनि छ र स्ट्राटिफाइड क्युबोइडल पनि छ गो विथ सिम्पल क्युबोइडल इज द बेस्ट आन्सर यदि ग्ल्यान्ड्स एन्ड डक्ट सोधिरहेको छ क्वेसनमा भने ठिक छ यही सोध्नु पर्यो क्वेसनमा नाम होइन के ग्ल्यान्ड्स एन्ड डक्ट्स नै भन्नु पर्यो विच इपिथेलियल टिस्यु लाइन्स ग्ल्यान्ड्स एन्ड डक्ट सोध्यो भने द बेस्ट एन्सर इज सिम्पल क्युबोइडल यदि सिम्पल क्युबोइडल छैन भने क्युबोइडल होला या फिर स्ट्राटिफाइड क्युबोइडल होला ठिक छ यदि नाम नै तोकिरहेछ ल यस्तै स्वेट ग्ल्यान्ड नै भनिदियो ल थाइरोइड ग्ल्यान्ड नै भनिदियो नि थाइरोइड ग्ल्यान्ड हामीले कहाँ पढेको थियौँ सिम्पल क्युबोइडलमा पढेको थियो कि नै सिम्पल क्युबोइडलमा अर्को चाहिँ नाम तोक्दै मान्नु कि स्वेट ग्ल्यान्ड भनिदियो स्वेट ग्ल्यान्ड कहाँ हुन्छ क्युबोइडल त हो तर कुन हो स्ट्राटिफाइड वाला हो मेमोरी ग्ल्यान्ड भनिदियो मेमोरी ग्ल्यान्ड के हो ग्ल्यान्ड भनेको त क्युबोइडल त हो तर कुन हो स्ट्राटिफाइड हो यस्तो बुझ्नु पर्यो है एउटा चाहिँ हुन्छ स्युडो स्ट्राटिफाइड कलुमनार स्युडो भनेको के हुन्छ झुटो हुन्छ स्युडो भनेको झुटो स्ट्राटिफाइड मतलब कि कम्पाउन्ड छैन के यो स्ट्राटिफाइड छैन हेर्नमा मात्र लागिरहेछ यो स्ट्राटिफाइड जस्तो तर खासमा यो सिम्पल नै हो यस्तो हुन्छ हेर न बनाइदिरहेको छु नि ल कलुमनार भनेको त यस्तो हुनु पर्यो कि नै यस्तो ल यस्तो कसरी यस्तो हुन्छ कि हेर्ने बेलामा लाग्छ कि ल यो त यो एउटा यो दुई तला होला तर होइन हेरेर त सबको बेसमेन्ट टच गरिरहेछ कि नै सबले बेसमेन्ट टच गरेछ हुन त एउटै लेयर हो कि नै तर हेर्नमा चाहिँ यस्तो लागिरहेछ कि नै दुई तल्ला स्ट्राटिफाइड जस्तो त्यही भएर यसलाई चाहिँ स्युडो स्ट्राटिफाइड कलुमनार भन्छौँ हामीहरू स्युडो स्ट्राटिफाइड कलुमनार चाहिँ सबभन्दा मेन सोध्ने क्वेसन कहाँ हो युरोजेनाइटल डक्टहरूमा मिल्छ ठिक छ युरोजेनाइटल डक्ट भनेको युरिनरी र जेनेटेलियाको जुन हाम्रो हुन्छ नि किडनी भयो युरेटर भयो युरेथ्रा भयो ठिक छ योहरूमा त्यसपछि अर्को चाहिँ एउटा चाहिँ हुन्छ यो चाहिँ स्युडो स्ट्राटिफाइड कलुमनार नै थियो अर्को चाहिँ स्युडो स्ट्राटिफाइड इपिथेलियल हुन्छ नि पनि हुन्छ स्युडो स्ट्राटिफाइड इपिथेलियम भनेको खासमा 4वटा ठाउँमा पाउने हो के ठिक छ यो 4वटा ठाउँ सोध्यो भने स्युडो स्ट्राटिफाइडमै मार है ठिक ब्रोङ्काई भयो अल्फ्याक्ट्री भयो ट्र्याकिया भयो र इस्टिचियन ट्युब भयो निमोनिस याद गर न भोटे भनेर भोटे कास्ट हुन्छ नि हाम्रो भोटे भनेर ब्रोङ्काई अल्फ्याक्ट्री ट्र्याकिया र इस्टिचियन ट्युब ल त्यसपछि ट्रान्जिसनल यो त झन् इजी ट्रान्जिसनल भनेको थाहा छ के हो नामै भनेको इलास्टिसिटी हुन्छ इलास्टिसिटी त्यसो भनेको तन्किने हो क्या तन्किने क्षमता जुन टिस्युमा हुन्छ नि जुन एपिथेलियल टिस्युमा त्यसलाई चाहिँ हामी ट्रान्जिसनल भन्छौँ यो चाहिँ कहाँ मिल्छ युरेटर याद गर युरेथ्रा होइन है कन्फ्युज नखानु युरेटर थाहा छ के हो युरेथ्रा के हो यो त यो दुईटा किडनी भयो तिम्रो यो किडनी भयो यहाँ चाहिँ ब्ल्याडर हो
यो चाहिँ युरिनरी ब्ल्याडर हो। यहाँ पिसाब त यहाँ प्युरिफाई हुने हो कि नै किडनीमा, यहाँबाट चाहिँ एउटा तार निस्केको हुन्छ कि यस्तो, जो कि पिसाब चाहिँ यहाँ चाहिँ लगेर स्टोर गराउँछ। यो जुन तार हुन्छ नि, यही हो कि युरेटर। नाम पनि हेर न, युरेटर, तर जस्तै तार भनेको तार भन्न लागेको थिएँ। तार तार भनेको यो तार। युरेथ्रा हेर त, थ्रामा तार आइरहेछ छैन। युरेथ्रा के हो, जुन पेनिसमा हाम्रो ओपनिङ हुन्छ नि, जहाँबाट पिसाब निस्किन्छ, त्यसलाई चाहिँ हामी युरेथ्रा भन्छौँ कि। पेनिसमा या फिर भेजाइनामा जुन पनि ओपनिङ हुन्छ नि, जहाँबाट पिसाब निस्किन्छ, त्यसलाई चाहिँ युरेथ्रा भन्छौँ। यो किडनीबाट चाहिँ हाम्रो ब्ल्याडरमा चाहिँ कनेक्ट गर्ने तार जस्तो हुन्छ, त्यसलाई युरेटर भन्छौँ हामीहरू। ल, युरेटरमा पाउने हो क्या यो ट्रान्जिसन एपिथेलियम, युरेथ्रामा नझोकिनु है। त्यसपछि युरिनरी ब्ल्याडर यो हेर त, यहाँ धेरै 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 पिसाब हुन्छ कि स्टोर, अनि यो तन्किन्छ कि यत्रो हुन्छ, यो यत्रो हुन्छ। अनि तन्किने, मैले के भनेको, जहाँ तन्किने त्यहाँ ट्रान्जिसनल हो, युरिनरी ब्ल्याडर भयो। त्यसपछि रेनल पेल्भिस हुन्छ कि एउटा, रेनल पेल्भिसमा भनेको किडनी हो। यो जुन किडनी पछितिर तिमी पर्छ, यस्तो किडनी हुन्छ कि बिन सेपको, ल यहाँ चाहिँ हुन्छ कि रेनल पेल्भिस। यो रेनल पेल्भिसमा पनि मिल्छ कि, भयो तिनवटा। अब याद गर्ने तरिका म सिकाइदिइरहेको छु ल। याद गर्ने तरिका के हो भने त, डाइजेस्टिभमा जति पनि नन नन तिमीले पढ्यौ नि, नन नन ननवाला दुईवटा नन पढ्यो होला, एउटा नन सिलिएटेड अनि एउटा नन केराटिनाइज, त्यो चाहिँ डाइजेस्टिभमा पाउने गर्छ कि खासै। यहाँ हेर न तिमी, नन सिलिएटेड हेर त के थियो, डिआइजेसर, डाइजेस्टिभ ग्ल्यान्ड, इन्टेस्टाइन, गल ब्ल्याडर, स्टोमक, डाइजेस्टिभवाला पार्टको हो कि नै। त्यस्तै नै नन केराटिनाइज पनि हेर त, माउथ, इसोफेगस, इपिग्लोटिस, टङ, फ्यारिङ्स, यो सबै हो कि नै डाइजेस्टिभको। नन नन पुरै फिक्स त होइन, यस्तो तरिका चाहिँ याद, स्मार्ट तरिका म सिकाइदिइरहेको छु। नन नन आयो भने चाहिँ डाइजेस्टिभ बुझ, सिउडो आयो भने चाहिँ रेस्पाइरेटरी बुझ। यहाँ हेर न तिमी, सिउडो कहाँ पढ्यो तिमीले, यो त छोड, यो हेर त सिउडो, ब्रोङ्काइ रेस्पाइरेटरी हो कि नै, अल्फ्याक्टरी रेस्पाइरेटरी हो कि नै, नाकै हो कि अल्फ्याक्टरी भनेको नोज, ट्र्याकिया रेस्पाइरेटरी हो कि नै, इस्टिचेन्टिभ रेस्पाइरेटरी हो कि नै, बुझ्यो। सिउडो आयो भने रेस्पाइरेटरी सिस्टमको पार्ट्सहरू बुझ, नन ननवाला आयो भने नन सिलिटेड नन केराटिनाइज आयो भने डाइजेस्टिभवाला बुझ, यति हो कि। भयो यति नै गर, अर्को पार्ट चाहिँ म कनेक्टिभ टिस्युमा बुझाउँछु। ल, बाई बाई।